कक्षामा यहाँलाई स्वागत छ। आज चाहिँ मैले सर्वनामको बारेमा जानकारी दिन गइरहेकी छु। सर्वनाम भनेको के हो त? नामको सट्टामा प्रयोग हुने शब्दलाई सर्वनाम भनिन्छ, हैन? जस्तै म, हामी, त, तिमी, यहाँ, आफू, जो, को आदि। सर्वनाम पद, पदावली र वाक्यकै सट्टामा पनि आउन सक्छ, हैन? जस्तै मदन शिक्षक हो, ऊ चलाक छ। यहाँ चाहिँ मदनको सट्टामा ऊ आएको छ, है, पदको सट्टामा। त्यसै गरी रातो भाले ठुलो छ, त्यो भोलि काट्ने हो। यो रातो भाले पदावलीको सट्टामा के आएको छ त? त्यो आएको छ, हैन? त्यसकारण यहाँ पदावलीको सट्टामा यो त्यो आएको छ, रातो भाले भन्ने। त्यसै गरी दिन दुखीहरूलाई सेवा गर्दा धर्म हुन्छ, हैन? यो पुरै वाक्यको सट्टामा यो सत्य हो, वाक्यको सट्टामा आएको छ, हैन? सर्वनाम 5 प्रकारका छन्। एक हो पुरुषवाचक सर्वनाम। पुरुष वा स्त्रीको नामको सट्टामा आएर विभिन्न पुरुष बुझाउने सर्वनामलाई पुरुषवाचक सर्वनाम भनिन्छ। पुरुषवाचक सर्वनाम निम्न अनुसार छन्, है? क प्रथम पुरुषवाचक सर्वनाम, ख द्वितीय पुरुषवाचक सर्वनाम, ग तृतीय पुरुषवाचक सर्वनाम। अब प्रथम पुरुषवाचक सर्वनाम भनेको जो बोल्छ, है, अथवा जसले कसैसँग कुरा गर्छ उसलाई बुझाउनेलाई भनिन्छ पुरुषवाचक सर्वनाम। जस्तै म, हामी। द्वितीय पुरुषवाचक सर्वनाम जसले सुन्छ वा जससँग कुरा गरिन्छ त्यसलाई बुझाउनेलाई भनिन्छ द्वितीय पुरुषवाचक सर्वनाम। जस्तै त, तिमी, तिमीहरू, तपाईँ, तपाईहरू, हजुर, हजुरहरू, यहाँ, यहाँहरू आदि। त्यसै गरी तृतीय पुरुषवाचक सर्वनाम जसका बारेमा कुरा गरिन्छ त्यसलाई बुझाउनेलाई भनिन्छ तृतीय पुरुषवाचक सर्वनाम, हैन? जस्तै ऊ, त्यो, यो, उनी, उनीहरू, ती, तिनीहरू आदि। 2 आत्मवाचक सर्वनाम आफूलाई बुझाउने, है? आफू, आफै, स्वयंलाई आत्मवाचक सर्वनाम भनिन्छ, हैन? त्यसै गरी नम्बर 3 मा छ दर्शक सर्वनाम। कुनै वस्तु वा व्यक्तिलाई तोकेर देखाउने सर्वनामलाई दर्शक सर्वनाम भनिन्छ। यो नजिक देखाउने र टाढा देखाउने गरी 2 प्रकारको हुन्छ। जस्तै नजिक देखाउने यो, यी, यिनीहरू, हैन? त्यसै गरी टाढा देखाउने त्यो, ती, तिनीहरू। नम्बर 4 मा छ सम्बन्धवाचक सर्वनाम। वाक्यमा उपवाक्यहरूको सम्बन्ध गाँस्ने सर्वनामलाई सम्बन्धवाचक सर्वनाम भनिन्छ, हैन? जस्तै जो, जे, जुन, जोसुकै, जेसुकै, जुनसुकै आदि। त्यसै गरी नम्बर 5 मा छ प्रश्नवाचक सर्वनाम। कुनै व्यक्ति, वस्तु आदिका बारेमा प्रश्न गर्दा प्रयोग गरिने सर्वनामलाई प्रश्नवाचक सर्वनाम भनिन्छ। जस्तै को, के, कुन, कोही, केही, कुनै